हेलो साथीहरू सबैजनालाई गुड मर्निङ। हजुरहरू पक्कै पनि यतिखेर नास्ता खाएर पुरा फ्रेसमा भएर बस्नु भएको होला। हामी चाहिँ बिहान 4 बजे उठेर गएको, अहिले पुग्यो। अहिले पुरा मजाले धुपमा बसिएछ। अनि उहाँ चाहिँ हाम्रो गोर्खाको दाइ हुनुहुन्छ। अहिले हामी हाउरे गुरुङ हुनुहुन्छ है। हाउरे गुरुङ होइन क्या, हाउरे गुरुङ भयो भाइरल हुन्छ त नि है त्यस्तो भन्नु। हाउरे गुरुङ एक नम्बरको त लाग्दैन मलाई। गोर्खा धर्जे 5 बार, गोर्खा जिल्ला धर्जे 5 बार। कति भयो यहाँबाट घर घुम्दा गाउँको हो, मेरो गाउँ घुम्दा हो। घर नजानु भएको कति भयो दाइ? भयो 15 वर्ष भयो भाइ, के गर्ने, बुढो भयो यहाँ गेलेसँग घुम्दै घुम्दै यस्तै हो। अनि कहिले जानुहुन्छ त घरतिर? अब जाने हो, अर्को अझै 2030 मा जाने हो। दाइ मलाई यस्तो लागिरहेछ कि होइन, भोलि साउनको 1 गते भनिरहेछन् होइन। अनि मलाई त त्यस्तो साउनको 1 गते जस्तो लाग्दैन यहाँको हुलिया हेरेर, किनकि यहाँको चाहिँ अहिले मलाई चैत वैशाख जस्तो लागिरहेछ क्या दाइ। यहाँ यस्तै हो भाइ, नेपालमा पानी पर्दा बर्खा लाग्दाखेरि घाँस जोखा हरियाली सबै खोला नाला सबै देखिन्छ। यहाँ भने चाहिँ हिउँदो बर्खा, नेपालमा हिउँदो बर्खा भन्छ, यहाँ चाहिँ सर्दी भन्छ होइन। यस्तै हो, ढुङ्गा छ, वारिपारि ढुङ्गा छ, घाँस भने देख्दैन होइन। हेर्न सक्नुहुन्छ साउन 1 गते भन्छ, भोलि साउन 1 गते भुलिसक्यो। हामी त 15 वर्ष भयो कालो पारमा घुम्दा यस्तै हो। सबैलाई मेरो तर्फबाट नमस्कार छ, गुड मर्निङ। जानुपर्छ घरतिर अब जान लाग्नु भयो हाम्रो दाइ। अब अर्को सालतिर त्यहाँबाट आउनुहुन्छ कि आउनुहुन्न यो ठाउँमा? घर के जाने भाइ, घरमा के कोही छैन, न त बाआमाको ठेगान छ, न दाजुभाइ ठेगान, न बुढीसँग केही छैन, के गर्नु जाने। गाउँ पनि बिर्सिसक्यो, बाटो पनि बिर्सिसक्यो। जिल्ला भनेर गोर्खा भनेर जिल्ला भनेर थाहा भयो मात्रै। अब फर्स्ट टाइम जाँदै हुनुहुन्छ अरे घरतिर, 15 वर्षपछि भन्नुभएको छ। यो त खै हो। अब जाँदा दिल्लीसम्म पुग्दा दिल्लीमा फर्किन सक्छ। हेर मेरो त वर्ष हुँदैन। अब त्यति, अब 15 वर्ष भयो, अब आफ्नो नेपालीमा बोल्न आउँदैन, आफ्नो देशको भाषामा बोल्न आउँदैन। यस्तै हो, यस्तै हो साथी हो। बस हामी चाहिँ अहिले कहाँदेखि आएको अरे भनिदिनु त। हामी यहाँ तरवाल कम्प्लेक्स, तर के बेस्ट कम्प्लेक्सबाट बेस्ट पोस्टबाट तरवाल कम्प्लेक्स पुगेर तरवालको कम्प्लेक्सबाट लोड उठाएर यहाँ बेस्ट तर्फबाट फर्किँदैछ। हेर साथी हो साथीहरू, हामी चाहिँ बिहान नेपालतिर चाहिँ अब बिहान अब घोडा खच्चर लखादे जस्तै आजभोलि चाहिँ हामी आफै गडा बन्नु परेको छ क्या साथीहरू। यहाँ त्यो के गर्ने होइन, अब यस्तै छ जिन्दगी। केही जिन्दगीमा केही प्रगति गर्न नसकेपछि यस्तै अब यस्तै हो नि त, भारी बोक्ने खाने होइन, हल्का अब पेट पाल्दै हिँड्ने गर्ने हो। अब